हाई गाइज गुड मर्निङ म चाहिँ अब फुडिज निला छु कति मलाई 1000 चोटि उठाएँ त्यो उठिने अब यहाँ यस्तो दामी छ भ्यू होइन जङ्गलको बिचमा फोटो खिच्नु पऱ्यो नि त दिस इज आउटफिट अनि यहाँ चाहिँ म अब ट्राइपोड लिएर फोटो खिच्छु किनकि एक्लै कति धेरैचोटि घुमिरहेको छु नि त अनि एक्लै फोटो खिच्नु बानी पनि छ नि मलाई त See how beautiful is this? यो पुरै जङ्गल हो कि यहाँभिर यो पुरै जङ्गलै जङ्गल छ यो त अरू एउटा रिल पनि बनाउँछु अनि जङ्गल टिकटक पनि बनाउँछु अनि कति बज्यो बिहानको 8 बजिसक्यो उठेर म चाहिँ बिहान एक्चुअली छिटो उठ्ने बानी छ कि त्यही भएर गाइस औसलु होइन यो हाम्रो ठुलो घरमा पाउँथ्यो क्या ऊ हिजोको हावाले हेर त यो ढले छ त रेड औसलु खान पाएँ मैले भर्खर बस गरेको ब्रेकफास्ट गर्न हिँडेको ब्रेकफास्ट प्रतिमा फाइनल्ली उठी म चाहिँ पुरै रिजोर्ट घुमेर भ्याएपछि भिडियो सिडियो बनाएँ टिकटक बनाएँ इन्स्टाको रिल्सहरू बनाएँ मेरो अरू त के काम हुनु म चाहिँ त्यो बिहान छिटो उठ्ने बानी भयो क्या मेरो चाहिँ अनि त्यसपछि चाहिँ एक्लै पनि फोटोहरू खिच्ने बानी भइसक्यो कस्तो हिजो स्विमिङ गरेर चिसो त लागिरह अब आज पनि उता हुन्छ नि त औषधहरू सब रुखो दुखेछ मैले ब्रस गरेर आएको थिएँ नि त यस्तो खाएको यस्तो नमिठो भएको म ब्रस गरेर आएको थिएँ नि त अनि औषधीको रुखहरू सब ढलेर रहेछ कि हिजो हावाले यो के भर्खर हिजो खाँदैछ कि जामुन भन्दै कि म होइन हाम्रोतिर औषधी काफल भन्छ कि हाम्रोतिर काफल पनि हाम्रोमा यी त्यो ठुलो ब्ल्याक कलरको काफल त्यसलाई भन्छ हाडे काफल यसलाई चाहिँ काफल मात्रै भन्छ कि यो चराहरूले खाने भन्थ्यो क्या हाम्रो मम्मी गएर मामा गर्थ्यो एउटा चाहिँ स्ट्याम्प पठाइदिउँ यो चाहिँ हिजोकै कपडामा चाहिँ भर्खरै आँखा खोलेको यसको चाहिँ म चाहिँ 4वटा कपडा चेन्ज गरेर यत्रो भिडियो सिडियो बनाएँ रिजोर्ट घुमेँ यहाँ घुमेर भिडियो बनाएँ कति धेरै ट्राइपोड लिएर घुमेको अनि अहिले चाहिँ अब हामी चाहिँ आउँदाखेरि साइकल लिएर आउँछौँ साइकल चलाएको पनि भिडियो बनाउँछौँ हामी रिजोर्टमा अनि त्यसपछि ठ्याक्क अनि 10 बज्छ अनि भिडियो सिडियो खाना आउँदा 9:30 त बज्छ होला एक घन्टा त लाग्छ होला किनकि 9 बजिसक्यो अनि साइकल लिएर आउँछ अनि अर्को ड्रेस फोटो राम्रो आएको छ घाम नलागे पनि लाइटिङ छ नि त यहाँ अनि त्यही भएर अनि ग्रिनेरी पनि छ कस्तो राम्रो आएको थियो भिडियोहरू चाहिँ घाम त आज पनि लाउँदैन अरे आएर यता पूर्व हो चितवन होइन पूर्व पूर्व यता हुन्छ नि गुड मर्निङ बियो विथ ब्रेकफास्ट प्रतिमाले चाहिँ कति खान्छ खाएको कहाँ जान्छ गाइस हामी चाहिँ यहाँ ब्रेकफास्ट गऱ्यौँ अनि त्यसपछि चाहिँ अब हामी जाँदैछौँ पिक्चर्स लिन पिक्चर्स अगाडि कस्तो राम्रो ठाउँ छ नि यताबाट जाउँ न प्रतिमा के त छुट्टो छैन प्रतिमाले हेर न हिजोबाट एक कपडामै सुतेँ एक कपडामै उठेँ अब एक कपडामा खाइ पनि ब्रस पनि गरी छैन यो जति अल्छी मैले घुम्न आउने मान्छे कोही देखेको छैन यसलाई के होइन राति भएपछि कस्तो एक्टिभ हुन्छ बिहान भएपछि गर्छ के हुन्छ मलाई राति त्यस्तो के हर्मोन्स लाग्छ त
गाइजले रातभरि लात्ताले हानेर मैले यति हैरान गरेँ कि गाइज यो चाहिँ नारायणी रिभर हो प्रतिमाजीको पोज हेर न गाइस हामीले चाहिँ फोटोसोटो खिचेर अब चाहिँ हामी जान्छौँ रुममा एकछिन रेड त आज पनि वेदर राम्रो छैन पानी पर्छ होला मेबी पानी पर्यो दिमाग खराब यहाँ हेर्नु माथि कति राम्रो छ फुलको कति राम्रो फिर पंछी बन के मस्त गगन में आज मैं आजाद हूँ दुनिया के सामने बाय बाय हेलो प्रतिमा दिस इज आवर साइकल प्रतिमा वी आर रिडिङ साइकल साइकल चाहिँ चलाउन लाग्यो अब कसरी पो चलाउनु यो चाहिँ यहीँ छोडिदिन्छ है म यो क्यामेरा के वेदर हो यो कस्तो टाइममा घुम्न आइएछ भयो अब चाहिँ वी आर लिभिङ एन्ड हामी प्याकिङ लगभग भइ सक्यो अब चाहिँ हामी जान लाग्यो बाई बाई गाइस अब चाहिँ हामी हाम्रो बिदा हुन्छौँ बिदाई कार्यक्रम हुन्छ अब यहाँ त जान त मन चाहिँ यस्तो राम्रो ठाउँ छ के भन्नु मैले इन गरेर थ्याङ्क यू सो मच के हो सबै सामानहरू हाम्रो ट्याक्सीवाला दाइ पनि आउनु भइसक्यो पानी भर्यो ल गाइस बाई 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 म त यति मिस गर्छु यो ठाउँमा हाम्रो दाइ आउनु भयो हामीलाई लिन स्माइल दिनु भएको दाइ प्रतिमाको चाहिँ यहाँ चटपटी इज म्यान्डेटरी म त हामी चाहिँ सौरा आउने बित्तिकै फर्स्ट टाइम खाना पनि नआइकन खाना त्यही निम्किन के को लागि हो आलु निम्किनको लागि हो आलु निम्किन खाऊँ न दाइ आलु निम्किनको बनाइदिनु न अलि थोरै सुन्नु म यो चाटो बनाउँदैछु तपाईँलाई अब 10 मे मलाई कति दिने हुन्छ तपाईँ आलु भन्नु के 10 मा के दिने त्यसै 10 मे 10 छ कि कम्मे त मुखबाट पानी निस्क्यो यहाँ भोक लागिरहेछ नि त बिहानको बिहान के हाल्नुहुन्छ ल हामी चाहिँ होइन थाल्यौँ होइन किनकि हामी पहिला होइन चटपटी खाएर रिजोर्ट पुग्न लाग्यो भने के बोल्यो बिर्सिरहेको सी द भ्यू कस्तो बवाल दियो यार बाहिर ग्रिन कि ग्रिन यो चाहिँ हाम्रो रिजोर्ट हो यो पनि सेम हिजोकै खालकै जस्तै छ कि यो केही चेन्ज छैन क्या रिजोर्ट यो पनि ग्रिनै छ क्या ग्रिन रिजोर्ट हो कि बिचमा पोखरी हो के भएछ हौ यसलाई चाहिँ यता स्विमिङ पुल रहेछ अनि यता चाहिँ के छ हो पानी एकदमै भएर चाहिँ एकदमै पानी भएर चाहिँ पानी एकदमै परिरहेछ नमस्ते अनि यो रिसेप्सन आयो हामी नमस्ते चाहिँ यस्तो छ
डबल बेडै परेछ थ्याङ्क गड हिजो हेरेपछि त्यस्तै नै हुन्छ डिसपोइन्टै हुन्छ प्राइस हुन्छ नि त्यो जङ्गल सफारी एड गरेर हो यो चाहिँ राम्रो रहेछ